नमस्कार साथीहरू। के तपाईँले कहिले यस्तो सोच्नु भएको छ कि एउटा मानिसको जन्मको समय उसको भाग्य मात्र होइन, पुरै विश्वको दिशा पनि निर्धारण गर्न सक्छ? आज हामी एउटा यस्तो व्यक्तिको जन्मकुण्डली हेर्न जाँदैछौँ जसको निर्णयले विश्व राजनीतिमा ठूलो असर पारिरहेको छ। उनी हुन् चीनका राष्ट्रपति सी जिनपिङ। उनको जन्म 15 जुन 1953मा बेजिङमा भएको हो। जन्मको समयमा पूर्व दिशामा मिथुन लग्न उदाएको थियो र त्यो पनि 21 अंशमा। यो 21 अंश अत्यन्त महत्त्वपूर्ण बिन्दु हो। ज्योतिषमा यसलाई सबैभन्दा प्रभावशाली बिन्दु मानिन्छ। यदि कुनै ग्रह यस बिन्दुको नजिक हुन्छ भने त्यसको प्रभाव जीवनभर अत्यन्त बलियो रहन्छ। यसले के सङ्केत गर्छ भने उनको व्यक्तित्व, सोच्ने तरिका र निर्णय गर्ने क्षमता साधारणभन्दा धेरै फरक र गहिरो छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, उनको जन्मकुण्डलीमा बुध ग्रह यही 21 अंशमा रहेको छ। बुध ग्रहले बुद्धि, विश्लेषण, सञ्चार र निर्णय गर्ने क्षमता जनाउँछ। यसको अर्थ सी जिनपिङ अत्यन्त बुद्धिमान व्यक्ति हुन्। उनी कुनै पनि निर्णय लिनुअघि धेरै गहिरो सोच गर्छन्, सबै सम्भावनाहरू विचार गर्छन्। उनी भावनाभन्दा बढी तर्कमा विश्वास गर्छन्। उनको सोच स्थिर छ र उनी सजिलै विचलित हुँदैनन्। ज्योतिषमा प्रत्येक ग्रहको एउटा बलियो स्थान हुन्छ जसलाई मूल त्रिकोण भनिन्छ। यसको आधारमा मानिसको जीवनमा कुन क्षेत्र महत्त्वपूर्ण हुन्छ भनेर थाहा हुन्छ। सी जिनपिङको जीवनमा देखिने मुख्य क्षेत्रहरू नेतृत्व र कार्यक्षमता, परिवार र भावना, शक्ति र प्रतिष्ठा, बुद्धि र विश्लेषण, सम्बन्ध र विवाह, धर्म, राजनीति र शासन, आम्दानी र सामाजिक प्रभाव। यसको अर्थ उनको जीवन धेरै क्षेत्रमा फैलिएको छ र उनले विभिन्न क्षेत्रमा चुनौती र सफलता दुवै भोगेका छन्। अब सूर्य ग्रहको कुरा गरौँ। उनको सूर्य 0 अंशमा छ। ज्योतिष अनुसार यस्तो अवस्था कमजोर मानिन्छ। यसले के देखाउँछ भने उनमा नेतृत्व क्षमता त छ, तर सुरुवातमा सङ्घर्ष पनि धेरै थियो। उनका बुबा राजनीतिज्ञ थिए तर जेल परे। परिवारले दुःख भोग्नु पर्यो। उनी गाउँमा पठाइए, खेतमा काम गर्नु पर्यो। यसले उनको जीवनमा कडा अनुभव ल्यायो र उनलाई भित्रैदेखि बलियो बनायो। उनको बाल्यकाल राहु ग्रहको प्रभावमा बित्यो। राहु ग्रहले अचानक परिवर्तन ल्याउँछ, जीवनलाई उल्ट्याइदिन्छ। उनी सहरबाट गाउँ पुगे, सुविधाबाट कठिन जीवनमा। तर यही सङ्घर्षले उनलाई सहनशील, धैर्यवान र बलियो बनायो। उनको चन्द्रमा 9 अंशमा रहेको छ, तर केतुको प्रभावमा छ। यसले के देखाउँछ भने भावनात्मक उतारचढाव, अचानक घटनाहरू, सम्बन्धमा समस्या। उनको जीवनमा 2 विवाह भएको छ। यसले देखाउँछ कि व्यक्तिगत जीवनमा स्थिरता कम थियो। मङ्गल ग्रहले साहस, ऊर्जा र नेतृत्व जनाउँछ। उनको मङ्गल बलियो छ। यसले उनलाई यस्तो नेता बनाएको छ जो निर्णय लिन डराउँदैन। उनी आक्रामक हुन सक्छन्, तर त्यो आक्रामकता नियन्त्रित हुन्छ। बृहस्पति ग्रहले ज्ञान, धर्म र कानुन जनाउँछ। उनको जीवनमा भ्रष्टाचार विरुद्ध लड्ने र सुधार ल्याउने प्रयास देखिन्छ, तर यसले सम्बन्धमा दूरी पनि ल्याउन सक्छ। शुक्र ग्रहले धन, सौन्दर्य र सम्बन्ध जनाउँछ। उनको जीवनमा धन र लगानीको ठूलो भूमिका छ। उनका पत्नीहरू पनि धनी र प्रभावशाली पृष्ठभूमिका थिए। यसले देखाउँछ कि उनी आर्थिक विकासमा धेरै केन्द्रित छन्। शनि ग्रहले कडा मेहनत, डिसिप्लिन र जिम्मेवारी जनाउँछ। उनले जीवनमा धेरै सङ्घर्ष गरेका छन् र मेहनत गरेर माथि पुगेका छन्। उनको स्वभाव गम्भीर छ। उनी भावनालाई नियन्त्रणमा राख्छन्। राहु र केतु अत्यन्त महत्त्वपूर्ण ग्रह हुन्। राहुले शक्ति र महत्त्वाकांक्षा दिन्छ, केतुले गहिरो सोच र अलगपन दिन्छ। तर यी ग्रहहरूले अचानक घटनाहरू पनि ल्याउन सक्छन्। महत्त्वपूर्ण घटनाहरू। उनको जीवनका मुख्य घटनाहरू 1969 देखि 1975 गाउँमा बसाई, 1987 विवाह, 2008 विदेशी आरोप, 2012 राष्ट्रपति बने, 2019 महामारी सुरु। महामारीको समयमा उनको प्रतिष्ठामा असर परेको देखिन्छ। विश्वभरबाट आलोचना आयो र धेरै प्रश्न उठे। ज्योतिष अनुसार भविष्यमा ठूलो परिवर्तनको सङ्केत छ। विशेष गरी चीन र अमेरिका बीच तनाव बढ्न सक्छ। समुद्री क्षेत्रमा द्वन्द्व हुने सम्भावना पनि देखिन्छ।
यी सबै कुराले के देखाउँछ भने सी जिनपिङ एक शक्तिशाली, बुद्धिमान र रणनीतिक नेता हुन्, तर उनको जीवनमा सङ्घर्ष, उतार-चढाव र चुनौतीहरू पनि छन्। यदि तपाईलाई यस्तो गहिरो विश्लेषण मनपर्छ भने यो भिडियोलाई मन पराउनुहोस् र च्यानललाई सब्स्क्राइब गर्नुहोस्, किनभने अझ धेरै रहस्यहरू अझै बाहिर आउन बाँकी छन्।